यसरी आउनु मन थिएन होइन मैले त्यहाँ पनि देखाएँ भिडियो होइन कति देखाउनु मैले यहाँ भन्दा र देखाउँदा म थाकिसकेँ यसरी फ्यान्स मिट हाम्रो भएको थियो यसरी सबजना हेरौँ होइन यसरी पाटनमा हाम्रो फ्यान्स मिट भएको थियो यसरी भाइहरूले यसरी भेटघाट भएर यसरी फोटोसोटो खिच्ने ऱ्यापस्याप हान्ने भएको थियो हुलमुल चाहिँ वाइल्डै थियो क्या त्यतिखेर हुलमुल वाइल्ड थियो यिनीहरूले चाहिँ त्यो खै एडिट गरेर पुरा यस्तो गरेर रहेछ क्या यस्तो गरेर रहेछ म चाहिँ पिटे खाएर रुयो अहिले म यसरी एकछिन बस्थेँ भने यिनीहरूले मेसु लाइभमा त्यस्तो पो हो ह्यान्ड साइनले पो ग्याङ साइन यस्तो गर्दा बसेको झन्डै यस्तो हो भने यस्तो फेरि यताबाट आउँदा यताबाट छेडिने फेरि फर्मल के हो हाम्रो केही पनि देखिन यार ग्याङ यार यो मुजी बाटो यतिकै मुजी कुरा काट्ने बाटो बनाएर हो कि यस्तो मुजी बरु मैले भने क्या फर्मल भिडियोमा मैले भिडियोमा केही नि देखेन यार देख्यो के रोग एकछिन रोग के लाइभमा त हेर्नै मिल्दैन नि यस्तो हो क्या पर्वल यार यिनीहरूलाई मलाई भाइरल पिटेकै बनाउनु मन छ भने होइन बरु आइजे खेलौँ अनि हाल मलाई पिटेर अनि म यति पनि भन्छु होइन यदि मलाई पिटेर त्यस्तो गऱ्यो भने म ऱ्याप हाल्न छोडिदिन्छु अनि मेरो युट्युबमा कतिवटा के छ त्यो पनि डिलिट क्या युट्युबमा नामै पाउँदैन भयङ्करै च्यालेन्ज थियो है प्लाटिनममा त्यो सो हुँदाखेरि एक सर्ट हानेको त्यो फुचे मुजी कहाँ भित्तातिर पुगेको थियो अहिले मलाई सपनातिर मुजी मलाई उसको मेसुको नाममा मेसुको 8 को नाममा ल 500 पुऱ्यायो भने त गीत भर्खरै अपलोड हुन्छ मेसुको जिग्राको नाममा ल त्यो चाहिँ बाहिरबाट आयो गीत गायो चलेन अनि लाइभमा आयो क्याउ कहिले पर्पलको चाक कोट्टाउने त्यो त मेरो कोट्टायो भने त्यसको नाम नलिऊ है त्यसको नाम नलिऊ है मेरो कोट्टायो लेभल मिल्दैन राजा तिम्रो लेभल मिल्दैन दोस्तलाई कोट्टाइरहेको थियो मेरो कोट्टाउन आयो भने त यसरी घन्डे